Hello everyone, welcome to my YouTube channel. Uh, I'm back after a year in YouTube, but today is a very special day. Not day, like the whole week is going to be very special because I'm going on a trip and I want to document this trip and upload because obviously मेरो फोनको स्टोरेजहरू फुल हुन्छ होइन अनि आई वान्ट टु लुक ब्याक टु माई मेमोरिज अनि अब चाहिँ मेरो गाडी आउनु आँट्यो मैले भिडियो बनाउँदा झन् ढिलो भइरहेको छ होइन अनि अब आज चाहिँ म सिलगढी जान्छु सिलगढीमा आज स्टे हुन्छ टुमोरो वी हेभ अ फ्लाइट एट 5 PM अनि अराउन्ड 7मा हामी ल्यान्ड हुन्छौँ दिल्ली होइन अनि त्यहाँदेखिको चाहिँ एक्चुअल ट्रिप स्टार्ट हुन्छ आइ एम सो एक्साइटेड एन्ड सो ह्याप्पी सो या लेट्स गो बाई प्रजले फर्स्ट टाइम ब्लिङ्किट गरेको अरे या फर्स्ट टाइम ब्लिङ्किट चिकनहरू आज तमन्नाले खान्छ तमन्नाले मेरो भाइले हो अन्तखेरि प्रणाम छ अन्त मैले हेर्नुहोस् यहाँ 70 रुपिसमा यस्तो राम्रो फ्रेस we get fresh coriander from Blinkit and then we got this masoor dal फटक से एक्सेन्ट चेन्ज गरेर मेरो ल्याङ्ग्वेज and then we got milk because I'm a tea addict काट्न जुम लागेर उइस गर्न टाइम ल्याप्समा गर्न लन्च गर्न आँटेको अब प्रजलकोमा प्रजलले बनाएको चिकन बनाउँदैछ यसले एकदम खाना आज हाम्रो चाहिँ भोलिको मात्रै छ फ्लाइट प्रजलको रुममा मर्निङ सबैजनालाई हामी सिलगढीमै छौँ अहिले हो प्रजलले ब्लिङ्किटबाट फेरि उसको न्यू अब्सेसन भइरहेको छ यहाँ अब्सेसन चाहिँ होइन कि तमन्ना पराठा खान्छु मलाई पुरा यसले उइस गरेँ कि त्यही कारण चाहिँ मैले यहाँ आटा मगाएको छु भन्न कति फ्रेस छ अरे त्यो पर्सेन्ट चाहिँ खोर्सानी चाहिँ पुरा फ्रेस रहेछ है 15 रुपिस कि कतिको मात्रै हेर्नुहोस् एकदम सुपर फ्रेस 50 रुपिसको मात्रै 15 ए म त महँगो 15 कि 10 हो बा 12 रुपिस होला यो चाहिँ आज प्रजलको हातको हामी यहाँ चाहिँ उइस छ यो खानु मन परिरहेको छ यहाँ चाहिँ दही छ यसको पछि चाहिँ तमन्नाले दिन्छु भनेको छ दही चाहिँ हो दही किनिदिन्छु भनेको मैले प्रकृतिले के खाँदैछ बिहान बिहान म चाहिँ यो लगाउँ भनेको कलर आज फ्रेस छ हो अनि यहाँ छ टमाटर फ्रेस रहेछ यो राम्रो रहेछ टमाटर पनि ल यहाँ लागेछ कलर हेर्न फेरि यसको भिडियो स्टार्ट भएछ बन्द गर यो चाहिँ प्रजलले आफै भिडियो गरेर के गरेर बनाएको थिएँ हेलो अब हामी निस्केको यहाँबाट यहाँ प्रजलकोबाट अन्त हामी जाँदैछौँ एयरपोर्ट अब हाम्रो 5 बजीको छ फ्लाइट अहिले चाहिँ त्यस्तो ढिलो त भएको छैन तर पनि एडभान्स गइरहेको excited for trip? No. Why no? I felt this is Prajwal is lying. He's very excited. It's हाम्रो flight. Akasa here.
भन्ने कुरा के भयो भने चाहिँ नि पुरा रातभर लगेर सिट छानेको होइन म चाहिँ विन्डो भएकोमै बस्छु भनेर त्यसलाई पुरा रिक्वेस्ट पनि गरेको थिएँ बाटोभरि कि अन्त म यो नहेरी एक्साइटेड भएर सिटमा चाहिँ आएँ कि तर वेलकम टु माई भ्यू कति हाँस उठ्यो भन्न पुरा छान्ने अझै मैले उताले रिक्वेस्ट गर्दै आएको छ मलाई चाहिँ विन्डो नै बट नो वरिस यहाँ छ पछि प्रजुल जस्तो एक्टिभ छ कि उसको वाट्सएप ग्रुपमा आइहाल्छ उसको अफिसको वाट्सएप ग्रुपमा पठाइहाल्नु पर्ने के गर्दैछ के खाँदैछ हामी भर्खर ल्यान्ड भयो दिल्ली एयरपोर्ट जाडो रहेछ नि प्रज्वल अलिकति It's cold, but not that much. 13 डिग्री छ अरे But we're still inside the airport, so we don't know what is the actual weather, you know, outside. We are going to collect our luggage. अहिले चाहिँ अब हामी दिल्ली एयरपोर्टमै छौँ होइन अनि अहिले चाहिँ प्रज्वलको भेना आउनुहुन्छ भन्नुहुँदैछ ल्याउनुको लागि सो वी आर वेटिङ फर हिम उहाँ आउनुहुन्छ नभए चाहिँ ड्राइभरलाई पठाउनुहुन्छ भन्नुहुँदै थियो आउनु चाहिँ आउँदैछ अरे पर्खिरहेको छौँ दिल्लीमा कतिको छ पल्युसन भन्दै त Pollution pura raisa. We don't even have masks. Masks don't have You're missing a few digits. So big. No, that's the correct one, but it's a new truck. It's brand. Hello, so we just reached गुरगाउँ हामी चाहिँ अहिले गुरगाउँमा छौँ होइन अनि यहाँ चाहिँ प्रज्वलको नानाको घर चाहिँ गुरगाउँमा रहेछ अहिले भयो 2:30 बिहानको हामी पुगेको थियौँ 1 बजी 1 या 1:30 त्यस्तै बिचमा अनि हामी फ्रेस भएर रेस्ट गरेको गफ गर्दैछ प्रज्वलहरूबाट अनि आजको लागि यति मात्रै थियो एकदमै थाक्यो होइन र बाई बाई गुड नाइट गुड मर्निङ फ्रम दिल्ली गुरगाउँ गुरुग्राम नयाँ नाम त्यति साह्रो इन्फर्मेसन चाहिँ नदिउँ होला यस्तो छ यहाँबाट भ्यू पल्युसन पनि छ अनि ग्लुमी पनि छ दिस इज आवर भ्यू हामीले चाहिँ टिकट बुकिङ गर्दैछौँ अहिले फिलहाल चाहिँ होइन अब हामी रेडी हुँदैछ आज बाहिर जानुको लागि हाम्रो प्रज्वलको हेर्नुहोस् साइड एङ्गल यस्तो छ एकदमै यहाँ भेनाले चुज गर्नुहुँदैछ जुत्ता जाइगा त हेलो भेना ये मैं डाल रही हूँ यूट्यूब पे मेमोरीज के लिए दिदी हाई भन्नु नि खै बहिनी चाहिँ कहाँ छ देखाए त नाना दिपु हाई आज हम सारे हो गए म किन हिन्दी बोलेको आज हामी सबैजना ब्ल्याक एन्ड व्हाइट भइरहेको छ तीनजना हो गए दिपु हामी कहाँ छौँ अहिले प्रज्वल भन्दै त I think this is DLF. साइबर सिटी हो Cyber City. हामीले यो खाइसकेर फेरि यहाँ यो के पो चिकन विङ्स तन्दुरी हामीले यहाँ धेरै कुरा खायौँ आज त्यो खिच्नै बिर्सेछु अब मसला चाप तन्दुरी चाप खाएको नन स्टप स्कोरर चाहिँ यहाँ चाहिँ मसला चाप खायौँ आज हामीले तन्दुरी चाप यो तन्दुरी हो यो तन्दुरी चाप मसला चाप अनि मलाई चाप यो चाहिँ हाम्रो मलाई चाप हो यो चाहिँ एकदम टेस्टी रहेछ यो चाहिँ क्रिमी खालके चाप रहेछ चाप चाहिँ उयो रहेछ हौ सोया चाप नि यो चाहिँ सबै It tastes very good. I'm सबैलाई all of us liked. Deepu also liked. प्रज्वल चाहिँ भर्खर युकेबाट आएको भेनाले भनेको जस्तो अङ्ग्रेजी मिडियम Yes. यो चाहिँ एकदमै टेस्टी रहेछ त्यही समथिङ अबाउट मी आज के हो So आज चाहिँ तमन्नाको बर्थडे हो and तर एउटा चाहिँ स्पेशल छ we have a special birthday cake cutting spot for her and that is this. यहाँ अरे हाइवेमा हो
भेना के भन्नु चाहनुहुन्छ मेरो बर्थडेमा? Very good, very nice. यहाँ भेनाको गाडीमा आज चाहिँ भेनाको स्पेसल डिमान्डमै हामी हाइवेमा हो गाडीमा तर यो चाहिँ मभन्दा पनि लामो ठुलो रहेछ बिचारा नाना यहाँ नानाले पनि ल्याइदिनु भएको केक अभी तो सर्दी कम लग रही है ना? सर्दी कम सी हो गई ज्यादा